नमस्ते सबैलाई। के तपाईँले पनि साल्पा विकास ब्याङ्क लिमिटेडको आइपिओ भर्नुभएको थियो र यसको नतिजाको प्रतीक्षामा हुनुहुन्छ? यदि हो भने तपाईँको प्रतीक्षा अब समाप्त हुँदैछ। आजको यस भिडियोमा म तपाईँहरूलाई यो आइपिओको बाँडफाँड कहिले हुन्छ, कतिजनालाई पर्छ र सेकेन्डरी मार्केटमा यसको ओपनिङ प्राइस कति रहला भन्ने बारे पूर्ण जानकारी दिनेछु। भिडियो अन्तिमसम्म हेर्नुहोला। साल्पा विकास ब्याङ्कले पुस 16 गतेदेखि 20 गतेसम्म सर्वसाधारणका लागि 14,39,179 किता सेयर निष्कासन गरेको थियो। यो कम्पनीको आइपिओमा लगानीकर्ताहरूको आकर्षण निकै उच्च देखिएको छ। अन्तिम तथ्याङ्क अनुसार कुल 23,83,407 जना आवेदकहरूले 2,78,84,570 किताका लागि आवेदन दिएका छन्। यो चाहिँ माग गरिएको भन्दा करिब 19.38 गुणाले बढी आवेदन हो। अब कुरा गरौँ नतिजा कहिले आउँछ भन्ने बारे। यो आइपिओको प्री अलटमेन्ट पुस 23 गते सम्पन्न भइसकेको छ। प्राप्त जानकारी अनुसार साल्पा विकास ब्याङ्कको आइपिओ बाँडफाँड यही शुक्रबार पुस 25 गते हुने तय भएको छ। बाँडफाँड चाहिँ गोला प्रथा अर्थात् लकी ड्र माध्यमबाट गरिनेछ। कुल आवेदकहरूमध्ये केवल 1,43,917 जना भाग्यमानी लगानीकर्ताहरूले मात्र 10 किताको दरले सेयर हात पार्नेछन्। बाँकी करिब 22,39,000 भन्दा बढी आवेदकहरूको हात चाहिँ खाली देखिन्छ। अब अर्को कुरा के छ भने यसमा 10 किता पाउनेहरूमध्येबाट पनि 9 जना भाग्यमानीले थप 1 किता अर्थात् कुल 11 किता सेयर पाउनेछन्। अब लगानीकर्ताहरूका लागि अर्को महत्त्वपूर्ण कुरा चाहिँ कम्पनीको वित्तीय अवस्थाको हुन सक्छ। साल्पा विकास ब्याङ्कको प्रति सेयर आम्दानी 0.09 रुपैयाँ रहेको छ। त्यस्तै कम्पनीको प्रति सेयर नेटवर्थ 101.20 देखि लिएर 101.50 रुपैयाँको बिचमा छ। यही नेटवर्थको आधारमा नेप्सेले ओपनिङ रेन्ज तोक्नेछ। यसको ओपनिङ प्राइस न्यूनतम 101.50 रुपैयाँदेखि अधिकतम 304.50 रुपैयाँसम्म रहने सम्भावना छ। अहिलेको बजारको अवस्था हेर्दा यसले अधिकतम रेन्ज करिब 304 रुपैयाँ आसपासमा ओपनिङ पाउने उच्च सम्भावना देखिन्छ। यो सेयर दोस्रो बजारमा पुसको अन्तिम हप्ता वा माघको पहिलो हप्तासम्म कारोबारमा आउन सक्छ। तपाईलाई यो आइपिओ पर्छ जस्तो लाग्छ? कमेन्टमा बेस्ट अफ लक लेख्न नभुल्नुहोला। यस्तै सेयर बजार सम्बन्धी नयाँ अपडेटहरूको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला। आजको लागि यति नै। धन्यवाद।